नमस्कार दर्शकबिनहरु, स्वागत छ तपाईहरु सम्पूर्णलाई युट्युब च्यानलमा स्टक्सको नयाँ भिडियोमा। दर्शकबिन, आजको यस नयाँ भिडियोमा हामी तपाईहरुलाई ट्रेड टावर लिमिटेडको फरेन कोटाको आईपीओ सम्बन्धी सम्पूर्ण जानकारी दिनेछौं, जसमा चाहिँ यस कम्पनीको वित्तीय अवस्था, क्यापिटल स्ट्रक्चर र ओपनिङ रेन्ज सम्बन्धी सम्पूर्ण जानकारी समेटिनेछ र साथमा यस कम्पनीको आईपीओ पर्यो भने तपाईहरुले के कस्तो मुनाफाहरु चाहिँ जेनेरेट गर्न सक्नुहुनेछ त्यस सम्बन्धी पनि विस्तृतमा चाहिँ जानकारी दिनेछौं। त्यसैले भिडियोलाई अन्तिम समय र साथ दिनु होला र मन पर्यो भने चाहिँ लाइक, कमेन्ट र शेयर गर्न पनि नभुल्नुहोस्। दर्शकबिन, भिडियो सुरु गरौं। दर्शकबिन, ट्रेड टावर लिमिटेडले विदेशमा रहेका नेपालीहरुको लागि 3,97,169 किता शेयर सहितको आईपीओ चाहिँ आजबाट अर्थात 2082 वैशाख 8 गतेबाट बिक्री खुला गरेको छ, जसको आईपीओ शेयर मूल्य भने प्रति किता 100 रुपैयाँ रहेको छ र तपाईले यस कम्पनीको आईपीओमा 2082 वैशाख 22 गतेसम्म आवेदन दिन सक्नुहुनेछ र त्यो समय सीमा भित्र सम्पूर्ण शेयर बिक्री भएन भने यस कम्पनीको आईपीओ आवेदन मिति लम्बिने छैन, अर्थात बाँकी रहेको शेयर चाहिँ पछि सर्वसाधारण कोटामा जोडिएर चाहिँ बिक्री गरिनेछ र यस कम्पनीको आईपीओ रेटिङ BB- को रहेको छ, जुन चाहिँ इक्रा नेपालले 1 वर्षको लागि दिएको हो र यसको मतलब यस कम्पनीको आइपर्ने वित्तीय व्यवस्थाहरूलाई बन्द गर्न सक्ने क्षमतामा चाहिँ मध्यम वर्गको जोखिम रहेको छ भन्ने बुझ्नुपर्छ र त्यही अनुसार चाहिँ तपाईले यस कम्पनीको आईपीओ शेयरमा लगानी गर्नु होला। र दर्शकबिन, यस कम्पनीको फरेन कोटाको आईपीओमा आवेदन दिनका लागि तपाईहरु चाहिँ नेपालबाट वर्क परमिट लिएर विदेशमा काम गरिरहेको हुनुपर्छ र नेपालको कुनै पनि बैंकमा चाहिँ एउटा रेमिटेन्स खाता पनि हुनुपर्छ, जुन खाताबाट चाहिँ तपाईहरुले फरेन कोटाको आईपीओ आवेदन दिन सक्नुहुनेछ र त्यो खातामा चाहिँ पछिल्लो 6 महिनामा तपाईहरुले कम्तीमा पनि 50,000 रुपैयाँ चाहिँ जम्मा गरेको पनि हुन पर्नेछ र त्यसपछि चाहिँ तपाईहरुले फरेन कोटाको आईपीओमा सजिलैसँग आवेदन दिन सक्नुहुनेछ। अब पनि चर्चा गरौं ट्रेड टावर लिमिटेडको क्यापिटल स्ट्रक्चर सम्बन्धी र दर्शकबिन, यस कम्पनीको हालको अथराइज क्यापिटल अर्थात अधिकृत पुँजी चाहिँ करिब 100 करोडको रहेको छ, अर्थात 1 अर्बको चाहिँ रहेको छ, जसमध्ये जारी पुँजी भने जम्मा 81 करोड 56,09,700 रुपैयाँ बराबरको मात्रै रहेको छ र यस कम्पनीको हाल प्रोमोटर सेयरहोल्डिङ चाहिँ 41 करोड 84,40,400 रुपैयाँ बराबरको रहेको छ, जुन चाहिँ कुल जारी पुँजीको 51% को हाराहारीमा हुन आउँछ र बाँकी रहेको 39 करोड 71,69,300 रुपैयाँ बराबरको चाहिँ यस कम्पनीको पब्लिक शेयर होल्डिङ रहनेछ, जुन चाहिँ पछि सर्वसाधारणहरूले खरिद गरिसकेपछि चाहिँ चुक्ता हुनेछ र हाल चाहिँ यस कम्पनीको चुक्ता पुँजी प्रोमोटर्सहरूबाट 41.84 करोड बराबरको मात्रै रहेको छ। दर्शकबिन, अब नै लागौं ट्रेड टावर लिमिटेडको हालको वित्तीय अवस्था सम्बन्धी जानकारीतर्फ र यस भिडियोमा चाहिँ हामी तपाईहरुलाई यस कम्पनीको 083-84 सम्मको प्रचलित वित्तीय अवस्थाको पनि जानकारी दिनेछौं र दर्शकबिन, यस कम्पनीको हालको रिजर्भ अर्थात जगेडा कोष चाहिँ 4.82 करोड बराबरको रहेको छ, जुन चाहिँ करिब 3 गुणाले बढेर 083-84 को आर्थिक वर्षमा 12.55 करोडसम्म चाहिँ पुग्नेछ र यस कम्पनीले 080-81 को आर्थिक वर्षमा कमाएको मुनाफा करिब 2.13 करोड बराबरको रहेको छ र यो पनि 2 गुणाले बढेर 083-84 को आर्थिक वर्षमा करिब 4.55 करोडसम्म चाहिँ पुग्नेछ र यस कम्पनीको हालको बुक भ्यालु चाहिँ प्रति किता 123.09 रहेको छ र यसमा भने केही स्लाइड गिरावट आएर 083-84 को आर्थिक वर्षमा 115.39 मात्रै यस कम्पनीको बुक भ्यालु चाहिँ रहनेछ र दर्शकबिन, यस कम्पनीले हालको आर्थिक वर्षमा कमाएको ईपीएस अर्थात प्रति शेयर आम्दानी चाहिँ 5 रुपैयाँ 63 पैसा मात्रै रहेको छ र यो पनि स्लाइटली बढेर 083-84 को आर्थिक वर्षमा यस कम्पनीको ईपीएस 5 रुपैयाँ 95 पैसा चाहिँ पुग्नेछ र यस कम्पनीको हालको कुल सम्पत्ति करिब 128.61 करोड बराबरको रहेको छ भने र यो पनि केही बढेर 083-84 को आर्थिक वर्षमा चाहिँ 138.20 करोडसम्म यस कम्पनीको कुल सम्पत्ति चाहिँ पुग्नेछ। सो ओभरअलमा हेर्दा यस कम्पनीको वित्तीय अवस्था राम्रो नै देखिन्छ र आगामी दिनमा केही सुधार हुने पनि लक्षण चाहिँ रहेका छन्, त्यसैले यस कम्पनीको आईपीओ पर्छ भने तपाईले राम्रै मुनाफा चाहिँ जेनेरेट गर्न सक्नुहुनेछ। दर्शकबिन, अब नै लागौं यस कम्पनीको आईपीओ शेयर सम्बन्धी थप जानकारीहरुतर्फ र सुरुवातमा चाहिँ ओपनिङ रेन्ज सम्बन्धी चर्चा गरौं। यस कम्पनीले सेकेन्डरी मार्केटमा पहिलो कारोबारको लागि पाउने ओपनिङ प्राइस चाहिँ प्रति किता 123.09 देखि लिएर 374.27 को बीचमा चाहिँ हुनेछ र यसभन्दा घटी अथवा बढीमा चाहिँ यस कम्पनीको पहिलो शेयर कारोबार हुने छैन र यस कम्पनीको फन्डामेन्टल रिपोर्ट हेरेर हामीले प्रोजेक्ट गर्न सक्ने म्याक्सिमम शेयर प्राइस भने 1000 प्लस रहेको छ, जुन चाहिँ तपाईले यस कम्पनीको लागि रिस्क फ्री शेयर प्राइस पनि मान्न सक्नुहुन्छ
सो यदि यस कम्पनीको आइपिओ पर्छ भने तपाईले 1000 भन्दा माथि बेच्दा फेरि चाहिँ ज्यादा मुनाफा हुनेछ र सेकेन्डरी मार्केटबाट यस कम्पनीको शेयर किन्ने सोच्दै हुनुहुन्छ भने 1000 भन्दा मुनि जतिमा किने पनि तपाईले केही न केही प्रॉफिट मार्जिन चाहिँ एक्सपेक्ट गर्न सक्नुहुन्छ तर पनि कारोबार गर्नुभन्दा अगाडि चाहिँ तपाईहरुले मार्केट ट्रेन्डहरु पनि हेर्नु होला र यस कम्पनीमा तपाईले लगानी कति समयको लागि गर्नुहुँदैछ त्यो पनि एकदमै एनालाइसिस गरेर मात्र कारोबार गर्नुभयो भने चाहिँ म्याक्सिमम यील्ड चाहिँ तपाईले यस कम्पनीबाट गर्न सक्नुहुनेछ र आगामी दिनमा यस कम्पनीको वित्तीय अवस्था चाहिँ केही सुधार हुने पनि देखिन्छ त्यसैले यस कम्पनीबाट तपाईले डिभिडेन्डको पनि आश गर्न सक्नुहुन्छ सो यस कम्पनीको आइपिओ पर्छ भने तपाईले लङ टर्मको लागि होल्ड गर्दा पनि बेटर नै देखिन्छ र सर्ट टर्ममै सेल गर्नुहुन्छ भने पनि 1000 भन्दा माथि बेच्दा फेरि चाहिँ तपाईले यस कम्पनीबाट म्याक्सिमम यील्ड चाहिँ गर्न सक्नुहुनेछ र दर्शकबिन तपाईले यस कम्पनीको फरेन कोटाको आइपिओ मा 10 कितादेखि लिएर 10000 कितासम्म चाहिँ आवेदन दिन सक्नुहुनेछ तर पनि हाम्रो रिकमेन्डेसन भने तपाईले यस कम्पनीको फरेन कोटाको आइपिओ मा जम्मा 10 या 20 किता मात्रै आवेदन दिनुहोस् भनिरहेको छ किनकि इस्युड शेयर चाहिँ निकै नै कम रहेका छन् र तपाईले यस कम्पनीको आइपिओ मा मेरो शेयरबाट सजिलैसँग अनलाइन मार्फत चाहिँ आवेदन दिन सक्नुहुनेछ र यो भन्दा अरु अप्सन चाहिँ तपाईहरुसँग रहेको पनि छैन र यस कम्पनीको फरेन कोटाको आइपिओ मा आवेदन दिनका लागि तपाईले प्रति किता 100 रुपैयाँ चाहिँ छुट्याउनु पर्ने हुन्छ सो 10 किता दिनुहुन्छ भने 1000 रुपैयाँ र 20 किता आवेदन दिँदै हुनुहुन्छ भने कम्तीमा 2000 रुपैयाँ चाहिँ चाहियो र तपाईहरुको बैंकको रुल अनुसार सीएस 50 को रूपमा बढीमा 5 रुपैयाँ पनि तपाईले चाहिँ खर्च गर्नुपर्ने हुन्छ र यो पैसा चाहिँ तपाईहरुको बैंकमा अलरेडी छ अथवा छैन त्यो कुरा चाहिँ पक्कै पनि मेक श्योर गर्नु होला सो दर्शकबिन आजलाई यति नै भिडियो तपाईलाई कस्तो लाग्यो यदि मन पर्यो र जानकारीमूलक लाग्यो भने कृपया आफ्ना साथीभाइलाई पनि शेयर गरिदिनु होला र यस्तै नेपाली शेयर मार्केट र आइपिओ तथा एफपीओ सम्बन्धी सम्पूर्ण जानकारीमूलक भिडियोहरु हेर्नका लागि चाहिँ हाम्रो युट्युब च्यानल मापी स्टक्सलाई सब्स्क्राइब गर्नुहोस् र साथमा रहेको बेल आइकनलाई पनि दबाउन चाहिँ नभुल्नुहोला सो दर्शकबिन थ्यांक्स फर वाचिङ दिस भिडियो